नमस्ते मित्रहरू, आज म कहाँ रहेको छु भन्ने कुरा तपाईलाई जानकारी गराउन चाहन्छु। आज म रहेको छु सप्तकोशी नगरपालिका 11 को मलेट भन्ने ठाउँमा अवस्थित गुरराजा मन्दिर। अति नै धार्मिक आस्था बोकेको प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण ठाउँ, जुन ठाउँ तपाईहरुलाई म अवलोकन गराउन चाहन्छु। यो ठाउँ वास्तवमा हेर्ने लायकको ठाउँ हो। तपाईहरु पनि आएर यो ठाउँमा दर्शन गर्न सक्नुहुन्छ यो मन्दिरमा, र यहाँ भएको प्राकृतिक दृश्यको तपाईहरुले पनि शान्ति महसुस गर्न सक्नुहुन्छ। त्यसैले म तपाईहरुलाई विनम्र आग्रह पनि गर्न चाहन्छु, यो गुरराजा मन्दिर परिसर यो हाम्रो गाउँदेखि नजिकै रहेको छ। हामीहरु यहाँ आउने गर्थे, सानोमा पनि आउँथे र यो ठाउँको मनोरम दृश्यलाई अवलोकन गर्थे। वास्तवमा यो अति नै हेर्ने लायकको ठाउँ हो। त्यसैले तपाईहरु पनि आउनुस्। यो सप्तकोशी नगरपालिका 11 मा मलेट भन्ने ठाउँमा गुरराजा मन्दिर परिसर रहेको छ। यो अहिले विकासका केही क्रममा छन् र भविष्यमा यो एउटा राम्रो पर्यटकीय स्थल बन्न सक्छ भन्ने मलाई अनुमान लागेका छन्। म यसै भिडियो मार्फत यस गुरराजा मन्दिरका संस्थापक अथवा यसलाई विकासका लागि जोडिएका जति पनि व्यक्तिहरू छन्, म सबैलाई आग्रह गर्न चाहन्छु, कृपया यो ठाउँलाई ध्यान दिनुस् र केही विकासका लागि कोसिस गर्नुस्, प्रयास गर्नुस्, विकास गर्नुस्। यो ठाउँ अति नै सुन्दर ठाउँ हो र यो भविष्यमा गएर यो हाम्रो क्षेत्रको लागि एउटा राम्रो पर्यटकीय स्थल बन्न सक्छ भन्ने म यहाँका बासिन्दाहरूलाई पनि आग्रह गर्दै यो छोटो भिडियोबाट बिदा चाहन्छु। हस्, नमस्कार।